यो थकाली होमस्टेले वेलकम गरेको गेटबाट छिरिसके पछाडि हामी यहाँको रमाइलो दृश्यहरू हेर्दै हेर्दै यो स्याउबारीहरू कति धेरै के अगाडि बढ्यौं। त्यही पो छ त ल ए हिमाल त कति कति यो धौलागिरी कला हेर्दा हेर्दै झन् नजिक हामी धुम्बतालतिर आयौँ है। अब यहाँनिर बसेपछि ड्युटी गर्नु पर्दैन अनि को आयो भनेर हेर्नु पर्दैन के हो पारा। ओहो ल हेर त यसरी आँखा चिम गरेपछि अनि कसरी देख्नु को आयो भनेर हेर्नु पर्दैन। यो गाड त भएन है ल के धुम्बताल एरिया सबै रुखहरू चाहिँ यतापट्टि ढल्केको के उतैबाट मात्रै हावा आउने रहेछ। यो धुम्बताल धौलागिरीको फेदमा यो देखिने धुम्बताल कस्तो सफा निलो देखिएको के हरियो। हामी चाहिँ त्यो अलिकति सिँढी चढेकोले स्याँ पनि भइरहेको थियो। दाजु हामी चाहिँ यो धुम्बतालतिर गएको तालको कलर पनि कस्तो राम्रो के सफा भएर पनि होला। हाम्रो भिनाजुले चाहिँ माछा र के अरे पाखामा चाहिँ हरिण मृग अनि तालमा चाहिँ माछा बाहेक अरू केही देख्नुहुन्न है हाम्रो भिनाजुले चाहिँ। अनि दाजु चिसो छ पानी ए हो। यो ठाउँ एकदमै हावा चल्ने ठाउँ भए पनि यहाँ हामी पुग्दाखेरि चाहिँ त्यस्तो धेरै चाहिँ हावा चलेको थिएन, ठिकै थियो। जुङ्गे माछा आइज ओ यति हिमालको काखमा भएको तालमा यत्रो आइज अनि आइज ओइ नानी यहाँ ऊ दुईटा आयो नि त दुईटा। यो तालमा चाहिँ निकै ठुल्ठुलो माछाहरू रहेछ के अनि हामीले चाहिँ यो माछा हेरेर इन्जोय गर्दै थियौँ तर हामीलाई देखेर यिनीहरू भाग्यो के। यहाँ चाहिँ आउने जानेहरूले आफ्नो विश गरेर चाहिँ हालेको माछा रहेछ। यो तालको माछा चाहिँ मारिँदैन रहेछ कहिले पनि, त्यही भएर यो चाहिँ एकदमै ठुलो भएर बसेको रहेछ के यहाँ चाहिँ। यस्तो छ तालमा यी भिनाजुले माछा बाहेक अरू केही देख्नुहुन्न, यहाँ चारो दिँदै हुनुहुन्छ माछालाई। माछा पनि आयो यहाँ यी हाम्रो त गजब छ नि। त्यो तर्सेर गयो क्या पर यी मुस्ताङको दुम्बातालमा रमाइसके पछाडि हामी फेरि यस्तै दृश्यहरू हेर्दै दोहोऱ्याउँदै फेरि फर्क्यौँ। यति बेला हामी जोमसोम बजारभन्दा मास्तिरको डाँडामा बसेर एकछिन यहाँको हावालाई अनुभव गर्दै थियौँ। अनि हामीलाई हावाले फरररररर उडाइरहेको थियो, शीतल पारेको थियो। यति रमायौँ हामी एकैछिन यहाँनिर बसेर भिडियो गरेर फोटो खिचेर हाँसेर हाम्रो समय एकछिन बितायौँ यहाँ बसेर। हामीले यति बेला हाम्रो सबै चिज बिर्सेर हामी यहाँ सिर्फ रमाइरहेका थियौँ। यति रमाइलो ठाउँमा सबैजना आफ्नो धुनमा यो हावामा हामी कति हाँसेको भने नि, कति हाँसेको रमाएको भने नि। जोमसोमे बजारमा 12 बजी हावा सरल
हामीहरू एकदमै रमाइरहेका थियौँ अनि सबै आफ्नो धुनमा कोही गाना खोज्ने कोही मुखैले गीत गाउने अनि कसैलाई चाहिँ गानै नचाहिने पुरा रमाएर क्या हामी चाहिँ अनि फाइनली गाना खोजेर नाच्ने नै भयौँ क्या हामी हामीलाई रमाउँदा रमाउँदै त्यो गानाले पनि हामीलाई चित्त बुझेन अनि आफै गीत गाएर फेरि नाचेर रमाएर गर्न थाल्यौँ क्या यहाँनिर ल यहाँ दाजु र मेरो जोमसोमे बजारमा 12 बजी एकछिनै यो डाँडामा हावा चाहिँ मजाले नै चलेको थियो क्या तर पनि जाडो नभएको क्या अनि हामीले ज्याकेट खोलेर रमाउनलाई यहाँ दाजु र म नाचेको के जोमसोमे बजारमा भन्दै क्या दाजु र म जुमसुमी सकियो है ल मुख मिठो बनाऊ हावाले साह्रै खराब बनाएको मेरो भिनाजले के दिनु भयो ए ल पछाडी लाएर पुरो छ दिदीले त नै यसले नै म खिलाउँछु हामी त्यो डाँडामा नाचिसके पछाडि चाहिँ रमाउँदै रमाउँदै गफ गर्दै फेरि फर्क्यौँ हिमालको काखमा जोमसोमको एयरपोर्ट कति छोटोमा ब्रेक लाउनु पर्दो रहेछ नि त यस्तो राम्रो देखिएको ल यो हाम्रो उयो डोमेस्टिक नेपाल भरि ल कहाँ हो जोमसोमको एयरपोर्ट अनि त्यस पछाडि यो हरियाली अब यो मरुभूमि भन्ने गाउँमा पनि हरियाली कति राम्रो अहिले त प्रविधिले गर्दाखेरि के कति राम्रो जोमसोमेहरू निकै मेहनती रहेछ है जोमसोमको हरियाली च्याउहरू कति राम्रो फुलेको छ हिमालको काखमा यहाँ एयरपोर्ट अब हामी लगभग जोमसोम छोडेर हिँडेको कति राम्रो ठाउँहरू सबै स्याउबारी स्याउ फुलिरहेको छ आयो तर त्यो मजाले घुमेन दिन हामी मुक्तिनाथबाट फर्किँदा पनि यो बाटोहरूमा एकदमै राम्रो यस्तो राम्रो दृश्यहरू देखिन्थ्यो अनि मैले सबैलाई भिडियोमा खिचेर अनि त्यस पछाडि मैले यो भिडियोमा पनि मैले धेरै स्किप गरिनँ एकदमै राम्रो ठाउँहरू यो मिस हुन्छ भनेर मैले स्किपै गरिनँ के कस्तो राम्रो ठाउँ के भरपजोम गाउँपालिका भरपजोम गाउँपालिका
फोटो खिचे पनि अझै खिचौँ लाग्ने के। अब बाई बाई छ। अब चाहिँ यता लागेपछि देखिँदैन होला। एयरपोर्ट जानेरी ल एयरपोर्ट त यहीँ पो आइहाल्यो छ है। यो एयरपोर्ट हिमालको फेदमा कस्तो देखिएको हो, कति राम्रो। जमजम बजार। जमसम बजार। यो बजारै त आउनु बाँकी थियो र। जमसमे बजारमा त अघि माथि नै गरिहाल्यौँ। यहाँ पो रहेछ त। नजिकबाट हामीले हेरेर बाई बाई गर्ने बेला भयो। निलगिरी कसले नाम राख्यो होला नि, न निलो छ न गिरी हो यो। लु है तपाईँको तिलिचो ताल चाहिँ उयो छ नि यस्तो परेको दुईटा हो, त्यहाँको ठ्याक्कै पारिपट्टि पर्छ। ए त्यो चुचौदेखि पारी अझै पारिपट्टि त्यो तिलिचो ताल एरियै पो रहेछ त। निलगिरी हिमालको एरिया पर पनि सानो हिमाल देखिरहेछ। हामी त्यो हिमाल भन्दा पनि अग्लो ठाउँमा छौँ कि क्या हो। अनि यहाँको ग्रिन सिटी अब के भन्नु र, कति राम्रो मेहनत गरेको, स्याउहरू फुलेको छ। अनि जौँ होला है त्यो, अनि जौँहरू पुरा लह लह भइरहेको छ। अनि यो चाहिँ के हो त, ए आलु चाह यसैको रहेछ अघि सुकुटी हामीलाई दिएको। स्याउको सुकुटी, आलु चाहको सुकुटी। मार्फा खोला पुल, अब मार्फा एरिया। कति चाहिँ राम्रो हो यो मार्फा गाउँ। हामी त त्यो भित्र छिरेको, त्यहाँभित्र त घरै देख्दैन है। यहाँबाट त एक किसिमको घर हेर्नु है। ल अनि त्यो मार्फा गाउँ, मार्फाको स्याउबारी बाफ्रे। अनि यति धेरै स्याउहरू छ यति हिमालको काखमा। यहाँ बत्ती फुलिरहेको छ। यो चाहिँ साह्रै सुन्दर लाग्ने ठाउँ है। अनि यो ठाउँ हेर्दाखेरि मान्छेलाई नेपाल भन्दा राम्रो कहाँ होला त। स्याउबारी, हिमाल, ताल, खोला एकै ठाउँमा देखिन्छ क्या यहाँ चाहिँ। पहाडहरू त भइ नै हाल्यो।